हामीले आफ्ना विगतका के कुराहरूलाई किन सम्झिनु पर्छ, किन हामीले याद गर्नुपर्छ र सम्झदा के फाइदा हुन्छ र बिर्सदा के हुन्छ, यो कुराहरूलाई यो समय म तपाईहरुलाई बताउन चाहन्छु परमेश्वरको वचनबाट है। तपाईले व्यवस्थाको पुस्तक 8 अध्यायको 2 देखि 4 र 15 र 16 मा त्यहाँनिर हेर्नुभयो भने त्यहाँ मोसाले इजरायलीहरूलाई के भन्दछन् त भन्दाखेरि, तपाईहरु सुन्नुहोस्, म पढेर सुनाउँछु है। त्यहाँ यसो भनेका छन् मोसाले है, तिमीहरूलाई नम्र बनाउन 40 वर्षको उजाड स्थानको यात्रामा परमेश्वरले तिमीहरूलाई कसरी डोर्याउनु भयो त्यो कुरालाई नभुल, याद गर। उहाँले तिमीहरूको लुगा फाट्न दिनु भएन, तिमीहरूको खुट्टा सुनिन दिनु भएन। उहाँले तिमीहरूलाई विषालु सर्प बिच्छीहरूबाट कसरी बचाएर डोर्याउनु भयो। उहाँले तिमीहरूलाई खुवाउन चट्टानमा पानी निकाल्नु भयो, तिमीहरूको भलाइको लागि मन्ना खुवाउनु भयो। यी कुराहरूलाई नबिर्स हे इस्राएली हो भनेर यसरी मोसाले इजरायलीहरूलाई भन्दछन्। प्रिय तपाईलाई म थोरै यो भन्दा पछाडि लान चाहे है, प्रस्थानको पुस्तकमा। यहाँबाट मैले भन्दै गर्दाखेरि तपाईले बुझ्नुहुनेछ, हल्ला नगर्नुस्, ध्यान दिएर वचन सुन्नुहोस्। प्रिय जुन समय इस्राएलीहरू मिश्रको दासत्वमा थिए त्यो समय तिनीहरूले धेरै दुःखदायी जीवन बिताइरहेका थिए। तिनीहरूको जीवन धेरै दुःखदायी थियो, एकदमै कष्टमय जीवन ती इस्राएलीहरूको थियो। प्रिय अनि परमेश्वरले ती इस्राएलीहरूको दुःखलाई देख्नुहुन्छ र इस्राएलीहरूलाई त्यो दासत्वबाट निकाल्नको लागि परमेश्वरले मोसालाई चुन्नुहुन्छ, मोसालाई बोलाउनुहुन्छ। त्यो समय मोसा मिधान देशमा हुन्छन् अनि परमेश्वरले बोलाउनुहुन्छ मोसालाई। परमेश्वरले मोसालाई भन्नुहुन्छ, जा गएर मिश्रबाट तिम्रो जातिलाई निकाल, किनकि मैले तिनीहरूको दुःखलाई देखेको छु भनेर परमेश्वरले मोसालाई यसरी बोलाउनुहुन्छ। प्रिय मोसालाई त्यो मिश्र देशमा जानको लागि पठाउनुहुन्छ। प्रिय त्यहाँबाट इजरायलीहरूलाई निकाल्नको लागि। अनि मोसा त्यो मिश्र देशमा जान्छ। अनि मोसा मिश्र देशमा गएपछि परमेश्वरले मोसाद्वारा त्यहाँ विभिन्न कामहरू गर्नुहुन्छ इजरायलीहरूलाई त्यहाँबाट निकाल्नको लागि। त्यहाँ 400 वर्षदेखि इजरायलीहरू त्यो मिश्रीहरूको दासत्वमा एकदमै कष्टमय जीवन बिताइरहेका हुन्छन्। उनीहरूले दास बनाएर राखिराखेका हुन्छन्। अनि त्यसपछि परमेश्वरले त्यहाँ यस्तो कुराहरू गर्नुहुन्छ, त्यहाँ 10 वटा विपत्तिहरू पनि ल्याउनुहुन्छ परमेश्वरले इजरायलीहरूलाई त्यहाँबाट छोडिदियोस् त्यहाँको राजाले भनेर। अनि त्यहाँ रगतको विपत्ति, झिंगा, खटिरा, असिना, गाई बस्तुको विपत्ति, भ्यागुताको विपत्ति, होइन भुसुना, अन्धकारको विपत्ति, पहिला छोरा मर्ने विपत्ति, यस्तो विपत्तिहरू परमेश्वरले त्यहाँ मिश्रीहरूको बीचमा ल्याउनुहुन्छ। त्यसपछि जब यो कुराहरू परमेश्वरले त्यहाँनिर गर्नुहुन्छ अनि इस्राएलीहरूलाई त्यहाँबाट जान दिन्छन्। मिश्रीहरूले त्यहाँबाट निस्किन्छन् इस्राएलीहरू कनान देश जानको लागि। परमेश्वरले त्यहाँबाट निकाल्नुहुन्छ प्रतिज्ञाको देश लैजानको लागि इस्राएलीहरूलाई कनान देश। अनि जाँदै गर्दाखेरि बाटोमा लाल समुद्र पर्छ। त्यहाँ 6 लाख भन्दा बढी पुरुषहरू मात्रै हुन्छ प्रियहरू। अनि अब महिला उत्तिकै 6 लाखको 6 लाख श्रीमती होला, एकजनाको 4-5 वटा छोराछोरी गर्दाखेरि लगभग 25 देखि 30 लाख इजरायलीहरू त्यहाँबाट निस्कन्छन्। अनि त्यहाँबाट जाँदै गर्दाखेरि लाल समुद्र त्यहाँ पर्छ बाटोमा र त्यतिकैमा
अनि ती मिश्रीहरू पनि त्यहाँ मार्न आउँछन् इजरायलीहरूलाई। प्रियहरू, छोप्न आउँछन्, मार्न आउँछन्। परमेश्वरले इजरायलीहरूलाई यसरी डोराउनुहुन्छ, दिनमा बादलको खामो, रातमा आगोको खामो भएर डोर्याउनुहुन्छ। प्रियहरू, अनि त्यहाँ समुद्र पर्छ, लाल समुद्र। त्यो समुद्रलाई दुई भाग गर्नुहुन्छ। त्यो बाटो भएर जाँदै गरेका हुन्छन् इजरायलीहरू। अनि मिश्रीहरू खेद्न आउँछन्, मार्न आउँछन्। त्यसपछि त्यही पानीमा डुबाएर मिश्रीहरू सबैलाई परमेश्वरले मार्नुहुन्छ। प्रियहरू, तिनीहरूलाई त्यही परमेश्वरले खत्तम गरिदिनुहुन्छ। अनि उनीहरू हिँड्दै गर्दाखेरि उनीहरूलाई चट्टानको पानी परमेश्वरले खुवाउनुहुन्छ, बट्टै चराको मासुहरू खुवाउनुहुन्छ, मन्नहरू खुवाउनुहुन्छ परमेश्वरले ती इजरायलीहरूलाई। हेर्नुहोस् त, दिनमा बादलको खामो, रातमा आगोको खामो भएर कसरी डोर्याउनुहुन्छ परमेश्वरले। त्यहाँ जति पनि अभावहरू हुन्छन्, त्यो अभावहरूमा परमेश्वरले खुवाउनुहुन्छ, तिनीहरूलाई हेर्नुहुन्छ, वास्ता गर्नुहुन्छ। तर पनि सुन्नुहोस् है प्रियहरू, इजरायलीहरूले परमेश्वरले तिनीहरूप्रति गरेको प्रेम, सुरक्षा, सहायता सबै कुराहरू भुलेर परमेश्वरसित गनगन गर्छ। त्यहाँ तपाईँले पढ्नुभयो भने पाउनुहुन्छ, प्रस्थानको पुस्तक, गन्ती व्यवस्थाको पुस्तक, होइन, त्यहाँ पाउनुहुन्छ। प्रियहरू, गनगन गर्छन् परमेश्वरसँग, परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्छन्। परमेश्वरले विगतमा उनीहरूप्रति गरेको भलाइ तिनीहरूले बिर्सेर परमेश्वरलाई रिस उठाउने काम गर्छन्। हेर्नुहोस् त, परमेश्वरले कस्तो काम गर्नुभयो तिनीहरूको जीवनमा। तिनीहरूलाई त्यो दासत्वको देशबाट निकाल्नुभयो, लाल समुद्रलाई दुई भाग गर्नुभयो, उनीहरूलाई मार्न आउने उनीहरूको दुश्मनहरूलाई त्यही मार्नुभयो, बाटोमा चट्टानको पानी खुवाउनु भयो, रोटी मासु खुवाउनु भयो। तर पनि इजरायलले त्यो सबै कुराहरू भुली पठाउँछ, परमेश्वरलाई गनगन गर्छ, रिस उठाउने काम गर्छ। त्यसपछि के भयो त भन्दाखेरि परमेश्वरले तिनीहरूलाई लाँदै गरेको कनान देश, आशिषको देश, प्रतिज्ञाको देश, ती जाँदै गरेका इजरायलीहरू 20 वर्षदेखि माथिका 2 जना बाहेक कोही पनि त्यो कनान देशमा पस्नै पाएन। तर परमेश्वरले सबैलाई त्यो कनान देशमा लाँदै हुनुहुन्थ्यो। तर उनीहरूले गनगन गरेको कारणले गर्दाखेरि, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको कारणले गर्दाखेरि, परमेश्वरलाई रिस उठाउने काम गरेको कारणले गर्दाखेरि 20 वर्षदेखि माथिका 2 जना बाहेक, कालेब र यहोशू बाहेक कोही पनि त्यो कनान देशमा पस्न पाएनन्। सबैजना बाटोमै मरे। तर 20 वर्षदेखि उँभोका तलका फेरि जम्मै पसे त्यो कनान देशमा। उनीहरू जान पाएनन् प्रतिज्ञाको देश। यसरी उनीहरूको आज्ञा उल्लङ्घनको कारण, परमेश्वरलाई रिस उठाएको कारण त्यो देशमा प्रवेश गर्न पाएन इजरायलीहरू। प्रिय, अनि तिनीहरू त्यो प्रतिज्ञाको देशमा नपुग्नुको एउटा कारण यो पनि हो कि तिनीहरू प्रति परमेश्वरले गरेको काम तिनीहरूले भुली पठाउ, बिर्स्यो। परमेश्वरले त्यति कुराहरू, भलाइहरू परमेश्वरले तिनीहरूको जीवनमा गर्नुभयो, त्यो सबै कुराहरू बिर्स्यो। अनि बिर्सेको कारण के गर्यो त? गनगन गर्यो, आज्ञा उल्लङ्घन गर्यो। त्यसपछि त्यो प्रतिज्ञाको देश जान पाएनन्। विगतमा परमेश्वरले तिनीहरूलाई गरेको भलाइ तिनीहरूले भुल्नु र गनगन गर्नु र परमेश्वरलाई रिस उठाउनु र आज्ञा उल्लङ्घन गर्नु, तिनीहरू प्रतिज्ञाको देशमा पुग्न नपाउनु। तपाईले व्यवस्था 4:9 र 10 हेर्नुभयो भने त्यहाँ पनि मोसाद्वारा परमेश्वरले के भन्नुभयो त भन्दाखेरि, होशियार बस, आफ्नो मनलाई सचेत राख, तिमीहरूले आँखाले देखेका कुराहरू नबिर्सनु। परमेश्वरले के गर्नुभयो तिमीहरूको जीवनमा त्यो नबिर्सनु, हैन? तिमीहरूले मनमा राख्नु कि परमेश्वरले तिमीहरूको 40 वर्षको यात्रामा के गर्नुभयो त्यो दिनको सम्झना गर भनेर यहाँनिर मूसाले इस्राएलीहरूलाई भन्दैछन्। प्रिय, त्यसकारण यो समय म तपाईहरुलाई भन्न चाहन्छु, परमेश्वरले विगतमा
तपाईको जीवनमा गरेको कामलाई कहिले पनि नबिर्सिनुहोस्। कसैले पनि तपाईलाई साथ नदिएको बेला परमेश्वरले साथ दिनुभयो। तपाईहरुलाई याद होला, शैतानले सताएको बेला परमेश्वरले तपाईलाई छुटकारा दिनुभयो। मानिसहरूले थिचोमिचोमा पारेको बेलामा, रुवाएको बेलामा परमेश्वरले तपाईको आँसुहरू पुस्नुभयो। प्रिय, तपाई मृत्युको मुखमा पुग्दै गरेको बेलामा परमेश्वरले तपाईलाई जीवन दिनुभयो। तपाई अशान्तिमा भएको बेलामा परमेश्वरले तपाईलाई शान्ति दिनुभयो। के त्यो सबै कुराहरू भुलि पठाउनु, बिर्सी पठाउनु? तपाईले कतै पनि आशा नपाएको बेलामा, सबैतिरबाट तपाईलाई सतावट र निराशा आएको बेलामा येशूले, परमेश्वरले तपाईलाई आशा दिनुभयो, जीवन दिनुभयो। के त्यो सबै कुरालाई भुलि पठाउनु? ती इस्राएलीहरू जस्तै। त्यसकारण प्रियहरू, तपाईलाई म भन्न चाहन्छु, सबैजनाले छोडेको बेलामा येशूले तपाईलाई अँगाल्नु भयो। त्यो कुरालाई कहिले पनि नबिर्सिनुहोस्। हालेलुया। विगतमा परमेश्वरले तपाईलाई दिएको छुटकारा, आशिष नभुल्नुहोस्। प्रियहरू, तपाईले यो वर्तमानमा परमेश्वरबाट धेरै कुराहरू प्राप्त गर्नुहुनेछ। आमेन। विगतको कुराहरू भुलेको कारणले गर्दाखेरि वर्तमानमा जाँदै गरेको कनान देश पुगेन नि। इस्राएलीहरू गनगन गरे, परमेश्वरलाई रिस उठाउने काम गरे। त्यसकारणले गर्दाखेरि विगतमा परमेश्वरले तपाईको जीवनमा के गर्नु भएको छ, त्यो कुराहरू कहिले पनि नबिर्सिनुहोस्। जब तपाईँ त्यो कुराहरूलाई सम्झिनुहुन्छ, अझ तपाईँ परमेश्वरमा बलियो हुँदै जानुहुनेछ। आमेन। परमेश्वरको समीपमा तपाईँ जानुहुनेछ। त्यसकारण अरू कुरालाई बिर्से पनि परमेश्वरको प्रेम, उहाँले गर्नुभएको काम, कार्य तपाईको जीवनमा, त्यो कुराहरूलाई सम्झिरहनुहोस्, कहिले पनि नबिर्सिनुहोस्। हालेलुया। सम्झिरहनुहोस्। प्रियहरू, येशू प्रभुले नि आफ्नो चेलाहरूलाई रोटी भाँचेर दिँदै गर्दाखेरि के भन्नुभयो त भन्दाखेरि, यो मेरो शरीर हो, तिमीहरूको निम्ति तोडिएको छ। यो मेरो रगत हो, मेरो शरीरमा बगेको रगत, जो तिमीहरूको पाप क्षमाको निम्ति बग्दैछ। यो कुरालाई कहिल्यै नबिर्स है भनेर येशू प्रभुले भन्नुभयो। प्रिय, यो कुरालाई सम्झिराख भनेर प्रभु येशूले भन्नुभयो। प्रिय, अनि यसरी नै मेरो सम्झनामा गर भनेर भन्नुभयो। येशू प्रभुले पनि भन्नुभयो, नबिर्स त्यो कुरालाई। अनि आज कति मान्छेले भुलि पठाउँछ। सबै हस्पिटल दगुर्छ, कहीँ पनि हुँदैन, अनि चर्चमा आउँछ, निको हुन्छ, अनि उसले सर्लक्कै भुलेर पठाउँछ, अनि एक दिन ऊ चर्च आउँदैन। त्यसकारणले परमेश्वरको वचनले के भन्छ भने, आफ्नो विगतलाई पनि तिमीले सम्झ, जसरी मूसाले इजरायलीहरूलाई भने। आज तपाईँ र मलाई पनि यो वचन हो। प्रियहरू, हालेलुया। जब तपाईँ त्यो कुराहरूलाई स्मरण गर्नुहुन्छ, सम्झिनुहुन्छ नि, तब तपाईमा अझै विश्वास बढेर आउँछ, तपाईमा शान्ति आउँछ। प्रियहरू, चङ्गाइका कुराहरू तपाईको जीवनमा आउँछ, खुसीका कुराहरू तपाईको जीवनमा आउँछ। आमेन। जब तपाईले परमेश्वरले तपाईको जीवनमा गरेको कार्यहरूलाई सम्झिनुहुन्छ भने, प्रियहरू, यदि कोही मान्छेले, कोही विश्वासीले धेरै पैसा कमाए भनेर, बुद्धिमानी भए भनेर, ठुलो व्यापारी भए भनेर आफ्नो विगतलाई बिर्सन्छ भने एक दिन ऊ भित्र घमण्ड आउँछै आउँछ। अहिले तपाईसँग धेरै पैसा छ, तपाईँ बुद्धिमानी हुनुहुन्छ, हैन, व्यापारी हुनुहुन्छ ठुलो भनेर तपाईले आफ्नो पुरानो दिनलाई, परमेश्वरले कसरी तपाईको जीवनमा काम गर्नुभयो त्यो कुरालाई बिर्सिनु भयो भने एक दिन तपाईमा घमण्ड आउनेछ, र त्यो घमण्डले तपाईलाई पतनतिर लैजानेछ। प्रिय, जीवन सिद्धिएर जानेछ। प्रिय, त्यसकारण हामीले आफ्नो विगतलाई कहिले पनि बिर्सिनु हुँदैन कि हामीलाई कस्तो अवस्थाबाट परमेश्वरले चुन्नुभयो। परमेश्वरले चुन्नु हुँदै गर्दाखेरि हामी कहाँ थियौँ। प्रियहरू, एकदमै महत्त्वपूर्ण कुरा चाहिँ, जब परमेश्वरसँग तपाईको भेट हुँदै थियो, त्यो समय
तपाईँ कस्तो अवस्थामा हुनुहुन्थ्यो, कहाँ हुनुहुन्थ्यो? प्रियहरू, जसरी त्यो बेला इस्राएलीहरू 400 वर्षदेखि मिस्रको दासत्वमा थिए, त्यसरी नै तपाईँ पनि यीशुलाई विश्वास नगर्दा वर्षौंदेखि संसारको दासत्वमा थिचोमिचोमा हुनुहुन्थ्यो। जसरी इस्राएलीहरूलाई परमेश्वरले दासत्वको देशबाट निकाल्नुभयो, त्यसरी परमेश्वरले तपाईलाई संसारको दासत्वबाट निकाल्नुभयो, तपाईलाई चुन्नुभयो। जसरी इस्राएलीहरू कनान देशको यात्रामा थिए, प्रतिज्ञाको देशको, जहाँ परमेश्वरले तिनीहरूलाई लाँदै हुनुहुन्थ्यो, त्यसरी तपाईँ पनि स्वर्गको यात्रामा हुनुहुन्छ, जहाँ परमेश्वरले तपाईलाई स्वर्ग लाँदै हुनुहुन्छ। जसरी परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूको यात्रामा सुरक्षा गर्नुभयो, तिनीहरूलाई खुवाउनु भयो, तिनीहरूको अभावमा जुटाउनु भयो, त्यसरी परमेश्वरले तपाईलाई पनि तपाईको दैनिक जीवनमा सुरक्षा गर्नुहुनेछ, तपाईलाई खुवाउनु हुनेछ, तपाईको अभावमा जुटाउनु हुनेछ। जसरी इस्राएलीहरूको लागि आशीषको देश कनान देश थियो, प्रतिज्ञाको देश थियो, जहाँ इस्राएलीहरूको लागि सबै खानेकुराहरू प्रशस्त थियो, त्यहाँ गएर तिनीहरूले काम गर्न पर्थेन। प्रियहरू, तिनीहरूले त्यहाँ गएर केही कुराहरू लगाउनै पर्थेन। त्यसरी नै तपाईको लागि प्रतिज्ञाको देश स्वर्ग हो, जहाँ चिन्ता हुने छैन, भोक हुने छैन, आनन्दै आनन्द मात्र हुनेछ। त्यसकारण प्रियहरू, तपाईलाई म भन्न चाहन्छु, तपाईले जिउँदै गरेको दैनिक जीवनमा कुनै पनि चुनौतीहरू आए तापनि परमेश्वरसँग गनगन नगर्नुहोस्, किनभने तपाईँ त्यो स्वर्गको यात्रामा हुनुहुन्छ। तपाईको लागि कनान देश भनेको स्वर्ग हो। प्रियहरू, गनगन नगर्नुहोस्। प्रियहरू, परमेश्वरप्रतिको विश्वासमा अडिग रहिरहनुहोस्, अडिग बस्नुहोस्। प्रियहरू, अनि तपाईँ प्रतिज्ञाको देशमा पुग्नुहुनेछ। जुन विगतलाई सम्झँदै गर्दा तपाईलाई शान्ति मिल्छ, हिम्मत मिल्छ, हौसला मिल्छ, आशिष मिल्छ, त्यो विगतलाई चाहिँ तपाईँ कहिले नबिर्सिनुहोस्। त्यो विगत भनेको जुन तपाईको जीवनमा परमेश्वरले गर्नुभएको थियो। आमेन। त्यसकारणले गर्दाखेरि तपाईलाई म त्यो इन्करेज गर्न चाहन्छु, प्रियहरू, आफ्नो विगतलाई नबिर्सनुहोस्। तपाईलाई एउटा कुरा बताउन चाहे, कोही मानिस जब ऊ विदेश जान्छ पैसा कमाउन भने, उसले त्यहाँ धेरै दुःख कष्ट गरेर पैसा धेरै कमाएर ल्याउँछ, तर जब ऊ आफ्नो देश फर्किन्छ र उसले त्यो विदेशमा गरेको दुःख सङ्घर्ष उसले बिर्स्यो भने त्यो पैसा उसले सबै मोज मजामा उडाउनेछ। प्रियहरू, तर मैले कसरी विदेशमा सङ्घर्ष गरेँ, कसरी म रोएर काम गरेको थिएँ भनेर उसले सम्झिन्छ भने त्यो पैसालाई उसले सही ठाउँमा प्रयोग गर्नेछ र उसको उन्नति हुनेछ। प्रियहरू, त्यसकारणले गर्दाखेरि परमेश्वरले तपाईको जीवनमा के गर्नुभयो विगतमा, त्यो कुरालाई सम्झिनु एकदमै जरुरी छ। विश्वासीले प्रियहरू, सम्झिनुहोस् परमेश्वरले तपाईको जीवनमा के गर्नुभएको थियो, नबिर्सिनुहोस् त्यो कुरालाई, सम्झिरहनुहोस् परमेश्वरले गरेको कामलाई। अझै परमेश्वरले तपाईको जीवनमा ठुलो ठुलो कामहरू गर्नुहुनेछ, धेरै आशिषहरू दिनुहुनेछ। आमेन। तपाईलाई यही भन्न चाहन्छु प्रियहरू। म